सो अहिले चाहिँ हामी तारकेश्वर 5 गाउँपालिका के हो ठाउँको नाम? राम्रो ठाउँ। हामी अहिले यो ठाउँलाई के भनिन्छ? यो गाउँलाई के भनिन्छ? तारकेश्वर नै भनिन्छ यो गाउँलाई? यो गाउँलाई चाहिँ नाम के छ? पुसल चौतारामा छौँ। अहिले चाहिँ हामी रिसर्चको कार्यक्रममा आएर छौँ। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला। हामी ग्रुपमा आज फिल्ड भिजिट। सो कति साउन्ड भन्नु अलि यताउता रोहित उतापट्टि जाउँ। अनि जात अनि धर्म वैवाहिक स्थिति बिहे गर्नु सो त्यही हो। अहिले चाहिँ क्वेसन सोध्ने कार्यक्रम छ। तपाईँको बारेमा अब यो तपाईँको गाउँको बारेमा। सो हाम्रो कार्यक्रम दृश्यहरू नि एक्लै पुगेछ। गर्दैछौँ। कस्तो लागिरहेको छ तिमीलाई भनिदेऊ नि त। नाइस नाइस। हाम्रो साथीहरू चाहिँ एकदम भन्नुहुन्छ अल गाउँको मान्छेहरू चाहिँ एकदम राम्रो रहेछ। एकदम व्यवहार राम्रो छ। राम्ररी त्यो कोअर्डिनेसन गरिदिए राम्रो लाग्यो। धन्यवाद। हल्का आले चाहिँ बिरामी भएको हाम्रो मामा तपाईँलाई कस्तो लाग्यो एकछिन यसो बताइदिनु न। एकदम राम्रो। यतैबाट भनिदिनु न। एकदम राम्रो भन्नु। ल राम्रो लागेर हामी चाहिँ अहिले तारकेश्वर 5 यता पुसल चौतारी भन्ने ठाउँ छौँ। गाउँ पनि एकदम राम्रो छ। यतातिर देख्न सक्नुहुन्छ पुरानो जमानाको यो परालको गाउँघरमा कोही छैनन् मात्रै बुबा आमा आजै फर्कौँ साथी भाइ हो आफ्नै गाउँ घरमा। सुकुल भन्छ होइन यसलाई? सुकुल। यतातिर चाहिँ पुरै पुरानो जमानाको चलन पनि रहेछ। घरहरू पनि देख्न सक्नुहुन्छ। त्यही हो। अब सोध्दै जाउँ कहाँ कहाँ पुगिन्छ। अझै बाँकी नै छ हाम्रो। भिडियो हेर्दै गर्नु होला। लागु औषधहरू किन्न जब हल्का फुल्का दिन्छन् धेरै अलिक किन्नु पऱ्यो भने चाहिँ अब मेडिकलै जानुपर्छ। त्यो औषधिको अनि जाँचको खोपको सुत्केरीको व्यवस्था छ। सुत्केरीहरूको त अब हाम्रो यहाँ अब सुत्केरी भयो अब ऊ प्रेग्नेन्ट भयो भन्ने बित्तिकै अब लिएर गएर थप्पल लिएर जान्छन्। त्यो चेक गर्छन्। पछिबाट यहाँ त अब त्यस्तो गरेको छैन। रेकिने पनि भयो भने पोस्ट लान्छ कि मेडिकल सिधै थाप्थलियो ठुलो हस्पिटल। ठुलो हस्पिटल। यो अहिलेको मोबाइल फोनहरू छ नि त्यसले चाहिँ युवाहरूको सांस्कृतिक चेतनामा चाहिँ कस्तो प्रभाव सकारात्मक कि नकारात्मक प्रभाव पाइन्छ? अब खास त नकारात्मक हो। त्यही पनि बच्चाले पाएपछि त्यो मोबाइल छोड्दैन चलायो भने चाहिँ उसलाई पस्नुपर्छ लिनुपर्छ त्यो हो बच्चाहरूले चाहिँ। स्वास्थ्य चौकीमा अब ल्याब परीक्षण उपलब्ध छ कि नै? हुन्छ। कर्मचारीको व्यवहार चाहिँ कस्तो छ त्यहाँको? तिनीहरूले त्यो स्वास्थ्य उसमा त राम्रै गर्छन्। आउनु उ गर्नु हेर्नु तपाईँहरूलाई के कस्तो भएको छ पहिलो प्राथमिकता दिन्छन् उनीहरूले। के सुधार गर्नुपर्छ जस्तो लाग्छ? सुधार त अब यहाँ ठुलै अब हस्पिटल बनाउनु पाए झन् आउनुहुन्थ्यो सुधार हुन्थ्यो भनेपछि सन्तुष्ट हुनुहुन्न के हुनुहुन्छ? त्यो मेडिकलमा उसले सन्तुष्ट छैन। नभइकन कहाँ हुन्छ हामी जानुपर्छ हस्पिटल जानुपर्छ। अनि यो विदेशी युवाहरू छन् तिनीहरू विदेशी युवाहरूको सङ्ख्याले चाहिँ यो सांस्कृतिक परम्परामा चाहिँ कस्तो प्रभाव पारेको छ समुदाय? अब विदेशी के अरे भर्खरको केटाहरू सबै विदेशी छन्। अब सांस्कृतिक कार्यक्रमहरू यिनीहरू यस्तो कहाँ गर्छन् उनीहरू भइँदैन भने एउटा रमाइलो अब भन्ने कन्सर्टहरू यताउति सबै गर्थे हुन्थ्यो त्यो छैन नि। अब अहिले त अब भनौँ मान्छे मऱ्यो भने त मलाई जाने मान्छे हुँदैन त्यो छ नि त अहिले। अब बिहा भयो भने जाने मान्छे धेरै हुँदैन होइन।
स्वास्थ्य चौकीमा अनि खोप सेवा नियमित सञ्चालन हुन्छ त्यो त छ अरू सकेको तिम्रो सही छ अझै सोधौँ न आफ्नो भाइहरू यस्तो भर्खरको छोराहरू यसरी आएको यस्तो खुसी लाग्यो नि त होइन अनि अरू विकासको बारे सोधौँ न। अनि तिम्रो कस्तो विकास छ? स्वास्थ्य चौकीमा जान अब कति समय लाग्छ यहाँबाट लाग्छ 20 मिनट 15-20 मिनट अनि यातायातको सुविधा छ कि छैन छैन अब भर्खर त वाल लाउँदैछ अब त पिच होला नि त अब 1-2 वर्षपछि सो अहिले चाहिँ हामी सगरमाथा जस्तै उसमा चढिरहेका छौँ। चाहिँ त्यो हल्को छ नि सायद यो उकालो त लाग्छ होला कति दिन। यस्तो तल छ अझै हामी यत्रो माथि जानु छ मोबाइल निधारै छुन आइसक्यो सिँढीले सास बढिरहेको छ। आज चाहिँ हामी रिसर्चको लागि आएको फिल्ड भिजिट तारकेश्वर 5 गाउँपालिकामा। हात गल्यो सक्दैन होला म अब हेरौँ न कति ओह्राल्छ। हाम्रो साथीहरू अगाडि गइसकेछ भिडियो हेर्नु होला सबैले सब्सक्राइब गरिदिनु होला। कस्तो लागेर छ अहिले भेरी हार्ड सब्सक्राइब टु डल्लुमाया भ्लग्स अझ यत्रो बाँकी छ है चढ्न। हावाले अलि लास्ट थाक्यो सन्चो छैन त्यसैले होला दम चाहिँ एकदम बढिरहेको छ। यत्रो ओह्रालोबाट आएको नि अनि कहाँ सक्छ हो। हाम्रो म्याम वहाँ बसेर बोलाइरहनु भएको छ देख्न सक्नुहुन्छ। कहाँ छ र फुल यस्तो फुल त चढाउन क्या अरे। हाम्रो के फुल हो यो सनफ्लावर हो क्या। अझै कति मान्छेहरू आउँदैछ तलबाट। हाम्रो गाइड गर्नुहुने अङ्कल यहाँ हुनुहुन्छ। सो हेलो त्यसरी नसुङ कि जे पाइ त्यही फुल कहिले पनि त्यसरी सुन्नु न। लगभग हामी आइपुग्यो 1 2 हामीलाई गाइड गर्नुहुने अङ्कल यहाँ हुनुहुन्छ हाम्रो म्याम। यत्रो सगरमाथाभन्दा तलबाट आयो। यो चाहिँ के हो महाकाल महाकाल मन्दिर हो बब्बाल रहेछ ल सायद यो एउटा हनुमानजी हेर्न सक्नुहुन्छ महाकाल मन्दिर चाहिँ यस्तो छ बब्बाल। सो यतातिर पूजा पनि गरिरहनु भएको छ सायद। मेन गेट चाहिँ खोलेको छैन अहिले जहाँसम्म लाग्छ। कार्यालय पनि हो क्या तर ठाउँ चाहिँ बवाल छ है। मन्दिरहरू पनि बवाल। यताबाट हेरौँ भने यो भविष्यको ज्याकेटले यतातिर नि गाउँ रहेछ त देख्न सक्नुहुन्छ। मामा यहाँ आउनु त यो हाम्रो मन्दिर महाकाल मन्दिर। ल म तपाईँलाई केही क्वेसन गर्नको चाहेँ। सो यो चाहिँ भरे युट्युबमा आउँछ। कस्तो लागेको छ तपाईँलाई रिसर्चको आउँदा? एकदम रमाइलो। र यो ठाउँ कस्तो लाग्यो हजुरलाई? बब्बाल। के भन्न चाहनुहुन्छ अरू? चाहँदैन भनिदिनुहोस् न भान्जाको भ्लगमा यार। के भन्ने अब सबै ठिक छ सबै ठिक छ। हाम्रो मामा चाहिँ फेरि लास हुन्छ है। यो घन्टी बजाइदिनु न त एकचोटि। हाम्रो ग्रुप 5 जना हो यहाँ। तिमीलाई कस्तो लागेको छ? यस्तो छ कि रहेछ
मलाई देखाउन तिमीलाई कस्तो लागिरहेछ मलाई गलिरहेको छु तर ठिक लागिरहेको छ रमाइलो लाग्यो रमाइलो आले तिमीलाई ठिक त गाउँमा एउटा लिफ्ट हुनु पर्थ्यो अनि राम्रो हुन्थ्यो त्यो थापेर आउँछ धन्यवाद अहिलेलाई यति हामी भेट्दैछौँ है ल हाम्रो म्यामहरू चाहिँ झक्कास ल फेरि पनि भेट्छौँ हामी ओके बाई ओ हाम्रो यहाँ अङ्कल हुनुहुन्छ एउटा उहाँले हामीलाई जवाफ अङ्कल आवाजको मात्र क्वेसन सोध्यो मेरो नाम चिनिहाल्यो त्यति पछि भयो के भन्नुभयो हजुरले नाम विशाल बस्ने विशाल बस्नेत हजुरको घर यतै हो मेरो गरी थाप्रो छ तिम्रो जस्तो बिल्डिङ छैन कहाँ हाम्रो बिल्डिङ छ त सो रेस्ट पनि गऱ्यो अब हामी लाग्छौँ काममा मेरो भर्खर यङ नै हुनुहुन्छ हजुर जवान हजुर कहिले बिहे गर्नुहुने म भोलिपर्सि बिहे भएको छैन बिहे गर्ने सोच छ कि छैन हजुर? उमेर कति होला हजुरको? मेरो राजेश दाइ जति राजेश सामान निखिलो प्रेती होला होइन 55 जवानै हुँदैछ यङ 55 भनेको चाहिँ 55 आमा जवानै रहेछ भन्ने कति क्लास सपोर्ट छ पढाइ सडकको न पढाइ भैँस बराबर सही कालो अक्षर भैँसी बराबर यस यस तर इङ्ग्लिस त आउँदो रहेछ हजुरलाई आउँछ नि त अब सँग त्यस्तो परि इङ्ग्लिसबाट भनिदिनु नि त हजुरको नाम हिन्दू धर्मको त्यो त मलाई नि बाबु म मङ्गल्या मलाई चाहिँ इङ्ग्लिस त्यो क्रिस्चियनको कोही नगर न मङ्गोलियन भन्नुभयो होइन होइन साउदी ल ठिक छ हाम्रो अङ्कलले राम्रो भन्नुभयो अब हामी फेरि पनि हाम्रो काममा लाग्छौँ उतातिर भिडियो आफ्नो काम गर्नु पऱ्यो आफ्नो काम गर्नु पऱ्यो हजुर अङ्कल यो मन्दिरको बारेमा भन्नु नि यो त बङ्कलाम हो त्यो पुजारीमा छैन पुजारीको बाउ भइहाल्यो मेला लाग्छ यहाँ यहाँ शनिबार भजन चाहिँ मेला लाग्छ त्यही उसो मेला लाग्छ धन्यवाद। के भन्छ नि त्यो धर्मस्थली बनायो नि त धर्मस्थली त्यहाँ नाचगान कार्यक्रममा छौँ साथी के हरायो ल कसले चोरिदियो यार हामी चाहिँ नाचगान सो हामी चाहिँ अहिले फर्किँदैछौँ यत्रो तल ओह्रालो हाम्रो पछाडि हुनुहुन्छ भविष्य लिम्बू र रोहित गजुरे भविष्य कस्तो लागेर लगभग यो सगरमाथा नि यति अल्गो हुँदैन होला क्या त्यही हो सो हामी चाहिँ अहिले निकै नै बिकट जस्तो अफरोड बाटो गाउँको याद आयो अहिले अब फर्कँदैछौँ बाटो यस्तो छ अरू कृतिमा पारा देख्न सक्नुहुन्छ यतातिर होइन पुरै कहिले उकालो कहिले ओह्रालो ओ बचाउ देख्न सक्नुहुन्छ बाटोको हालत ओइ हेलो पर्खेन हाले निकै नै रोमाञ्चक रमाइलो भइरहेको छ ए कुत्ते हाले के भयो सो हामी चाहिँ लगभग आइसक्यौँ हाले कस्तो लागिरहेछ मलाई केही पनि लागेन किन तिमीलाई पार्टनरले छोड्यो म यहाँ मर्न लागेको निकै नै गाह्रो भइरहेछ हाम्रो आलेलाई
म बाटोमा पुगेपछि म चाहिँ अँ बाटोमा पुगेपछि म आलेलाई अफकोर्स भोग्नेछु। निकै नै बाटो खासमा भन्ने हो भने निकै अप्ठ्यारो छ। यहाँ साथीहरू देख्न सकिन्छ जो यति बिरामी साथीलाई एक्लै छोडेर गइरहेको छ। यस्तो गद्दारहरू हाम्रो ग्याङहरू यही हामी देख्न सक्छौँ। देख्न सक्छौँ पछाडि यस्तो बाटो हिँड्नु परेको छ गाउँघरको। मनी बोक्छ होइन होइन ठिक छ सो हामी चाहिँ आलेर बोक्दैछौँ बिरामी मान्छेलाई। यहाँ ढाड भएको कस्तो मजा आउँदो रहेछ साथीको लागि ज्यान हाजिर भने यही हो। कस्तो लाग्यो? हामी फर्किँदैछौँ। सो हामी चाहिँ अहिले खाना खाने ठाउँमा आइसकेका छौँ। के तरकारी हो? मासु मात्रै देखाउ ल केटीमाला कत्रो मासु परेको? त्यसले हाल्देर गएको यार ओ, हामी चाहिँ अहिले कहाँबाट फर्के? तारकेश्वर 5 तारकेश्वर 5 को गाउँ देख्न सक्नुहुन्छ। पृथ्वी नारायण माध्यमिक विद्यालय देख्न सक्नुहुन्छ। कहाँ हो? पृथ्वी नारायण माध्यमिक विद्यालय। सो आजलाई यति नै। अब घर गएर भेट्नेछौँ, त्यसपछि सक्यो। बाई। आले तिमी ठिक छौ नि? जे होइन आलेलाई रेस्ट गर्ने समय पाएँ त्यही खुसी कुरा। बाई। बुई कस्तो बाटो छ हेर्नु न गाइस। ओ माई गॉड। सो म चाहिँ घर फर्केर बसिरहेछु, आराम गरिसकेको छु। बत्ती पनि बालेको छैन कोठामा। सो आजको फिल्ड भिजिट कस्तो लाग्यो हजुरलाई कमेन्ट गर्नु होला। अब खासै राम्रो त भएको छैन, भ्लग त बनाउन आउन्न, लाइक सब्सक्राइब गरिदिनु होला। त्यही नै हो। अब नेक्स्ट टाइम कतै गयो भने हजुरहरूलाई राम्रोसँग भिडियो आउनेछ। यो चाहिँ हल्का रिसर्चको लागि गएको हुनाले हल्का क्वेसनहरू मात्र सोधियो, यसो त्यही भिडियोमाहरू मात्र छ, इन्जोय गरिदिनु होला हेरेर। सो त्यति नै हो। नेक्स्ट टाइम भेट्नेछौँ। अहिलेलाई यति नै। गुड नाइट।